हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते। वेलकम ब्याक टु माई न्यू भिडियो। आजको हाम्रो यसरी सुरु हुँदैछ भनेपछि हजुरहरूको के छ, कस्तो छ? आई विस सबैको ठिकठाक राम्रै होस् भन्दै आजको हाम्रो भिडियो चाहिँ यसरी सुरु गर्दैछौँ। छोरीको चाहिँ गायत्री मन्त्रबाट सुरु भयो। मर्निङ भइसकेपछि सुरुमा बाहिर आएपछि गायत्री मन्त्र सुरु हुन्छ हाम्रो सानोको। र हाम्रो डे भ्लगमा हजुरहरू सबैजनालाई एकदमै स्वागत छ। आउनुहोस् है त हाम्रो भिडियो हेर। सानीले चाहिँ लाज मान्दै प्रे गर्दैछन् क्या भिडियो देखेर। अब मैले चाहिँ बिहानको सुरुवात छोरीलाई मह पानीबाट सुरु गरेँ है, गर्दैछु। हजुरहरूले कसरी गर्नुहुन्छ? मैले चाहिँ प्राय डेली नै जाडो मौसमभरि अब त गर्मी लाग्न सुरु गरिसक्यो, तर पनि अब चाहिँ बिस्तारै छुटाउँछु। तर अहिलेसम्म चाहिँ दिने गरेको छ मेरो सानीलाई। उसलाई चाहिँ मह पानी छुट्टै, फेरि अलिकति चम्चीमा चाहिँ मह पनि चाहिन्छ कि साथीहरू। मह दिनु न, मलाई मह दिनु भन्दैछन् छोरी चाहिँ। यो चाहिँ अर्ग्यानिक मह भनेर यसरी प्लास्टिकमै छोपेर त्यो सेफ्टी राखेको के। अब चाहिँ रेडी हुनु पऱ्यो। अलिअलि दाल खाएन, मह पानी खाएन। अनि अब चाहिँ फेरि ड्रेस लगाएर स्कुल 9 बजिसक्यो है। अनि मैले खाना पकाउँदा यताउता गर्दा ढिलो भयो। भिडियो चाहिँ सबै क्लिप लिन चाहिँ सबै ठाउँको एक्लै भएपछि चाहिँ लिन चाहिँ नमिल्ने रहेछ कि। अलिअलि यसो मिलाइ थोरै त्यस्तो खासै जानिँदैन। त्यही माथि चाहिँ भिडियो खिच्न पनि त्यति जानिँदैन, बनाउन पनि जानिँदैन। यस्तै काम चलाउ है त्यो साथीहरू भिडियो मेरो। छोरी चाहिँ फेरि मान्दैनन् कि, पकाउँदै लगाइदिनुपर्छ लुगा पनि। हजुरहरूको बच्चा कस्तो गर्छ है? मेरो त हैरान हुन्छ। यो पकाउँदै फेरि एकछिन माया गर्दै पकाउँदै के गर्दै स्कुल पुग्यो। अनि के भनेर पकाउँदैछन्, गेटभित्र आउनु है मामु मलाई के भनेर पकाउँदैछन् कि छोरीले। यहाँदेखि घरदेखि स्कुलै पुग्दासम्म मलाई फकाइ गर्दै एकछिन मलाई खेलाएर अनि जानुलाई है हजुर भन्दैछ। फेरि त्यहाँ हातको चित्र देखेर चाहिँ यो के आई लभ यु हो मामु, आई लभ यु भन्दैछ। लेख्दैछिन् आज छोरीले यसरी यस्तो लेखेको छ भन्दै। मैले चाहिँ छोरीलाई नाना लगाइदिँदैछु कि, भित्रबाट पनि फेरि लगाइदिनुपर्छ। पेन्टी चाहिँ लगाउन मान्दैनन्। अनि सुरुवाल लगाइदिन्छु कि, जाडो छ नि त अझै डबल लगाइदिन्छु। फेरि बच्चा फ्यात्ता भुइँमा बस्छन् अनि चिसो लाग्छ भनेर अनि चाहिँ डबल लगाइदिन्छु कि जहिले पनि। छोरी चाहिँ के बोल्दै उनीसँग गफ गर्दै गर्नुपर्छ कि। अनि अब रेडी भइसकेपछि हामी चाहिँ अब जुत्ता लगाउँदैछौँ। चप्पल लाएर जाने भन्दै थिएन, होइन जुत्ता लगाउनुपर्छ छोरो, गर्मी लागेपछि चप्पल लगाउने भनेर पकाउँदैछु कि। अनि पानीको बोतल बोकेर अब छोरीसँग फेरि अब जाँदैछु। जाउँ भन्दैछन्, के भन्दैछन्, बोल्दैछन्। फुलहरू हेरेन, तर इन्डी लाइट परेर चाहिँ त्यति राम्रो भिडियो आएको छैन त यहाँ झर्ने बेलामा चाहिँ। म भन्दा नि अगाडि म एकछिन के काम गर्न थालेँ। अनि पुटुङ गर्दै अगाडि आइपुगेको कि नानी त। यहाँ गेटमा आएपछि उनलाई चाहिँ त्यो अमिलो फल चाहिँ खानै हेर्न एउटा टिपेर लानुपर्छ क्या। सिधिए सबैजनाले खाँदा सिधिएर अब माथि मात्रै छ। यति धेरै फलेको फल है। यो के फल हो नाम पनि मल्डिटो के रहेछ। तर उनलाई एउटा टिपेर अनि जाँदैछन् कि। जहिले खानुपर्छ उसलाई त यसरी लानुपर्छ। यसरी जाँदैछन्। स्कुल जाने बेलामा चाहिँ कहिले पुटुङ मजाले नजाने, कहिले अलमल्ली कहिले कुकुरको बच्चा खेल्ने, कहिले अब यहाँ आएपछि त झन् यो एकछिन नखेली जानै सकिँदैन। जसरी भए पनि उनलाई चाहिँ यो खेलाउनुपर्छ। यहाँ खेल्ने ठाउँमा चाहिँ म खेल्छु भन्दैछन्। छिटो गर छोरी, काम ढिलो भयो भन्दा पनि नमानेर खेल्दैछ। हेर्नु न, एउटा मात्रै भयो। फेरि अब यो पनि खेल्नुपर्छ। भयो जाऊँ न छोरी भन्दा होइन एकैछिन के मामु भन्दै। अनि अब फेरि यसमा पनि बस्नु पऱ्यो अरे अलि पछि आउँदाखेरि खेलाउन नि त, छाड्नु जाम भन्दा पनि नमानेर। यस्तै हुन्छ जहिले पनि, केही नभए पनि 5 मिनट जति पनि छैन स्कुल जान, तर 10-15 मिनट चाहिँ मजाले लाग्छ। जहिले
जहिले अब यति गरेपछि यहाँ चाहिँ यो चाहिँ बिग्रेछ है मामु भन्दैछ र बल्ल फुटु गर्दै चाहिँ जानु थालिन् अब स्कुल। अब चाहिँ 1 मिनट जतिमा पुगिहालिन्छ। बाई गर्दैछिन्। आज त कति ज्ञानी भएर हिजो त रुमभित्र जाम भन्दै रुँदै गर्दैछन्। आउनु भन्दैछिन् अझ त्यहाँबाट। म आउँदैन नि छोरी पछि आउँछु भनेपछि उताबाट बाले चाहिँ आऊ नानी भन्दैछ नमानेर आउँदिन अरे। माथि चाहिँ जुम्बा क्लास भइरहेको छ क्या बच्चाहरू गीतमा। तर उताबाट सर आएपछि यस्तै भन्दैछ सरले लगेर जानुभयो सानोलाई। अब चाहिँ 2:30 भइसक्यो। अब 3 बजे लाग्यो आइपुग्यो क्या सानीसँग। मलाई मसँग आएर हक गर्नु परिहाल्छ छोरीलाई चाहिँ। मलाई चाहिँ फुल ल्याइदिएर आगिन् क्या। यो फुल मलाई अरे अनि त्यसपछि फेरि हामी जाउँ अब लुगा चेन्ज गर्न जाउँ भनेर मैले चाहिँ यता लिएर आएँ। अब लुगा चेन्ज गर्दैछौँ कि हामी चाहिँ। हो नि मामु हजुरलाई भनेर भन्दैछौँ के भन्दैछौँ कि सानीले। कपाल चाहिँ हेर्नु न अर्कै लेबन्टु लगाएको त्यो कहाँ फाल्छ डेली एउटा लेबन्टु कता जान्छ र यसरी बाँधेर त्यो पनि यति बलियोसँग नि दुख्यो भन्दैछन् छोरी। निकाल्नु नि बल्ल निकालेको है। कति बेसरी बाँधेको त अनि बिचरा मेरो सानोलाई। अनि म खोल्दिएँ। जहिले लेबन्टु चाहिँ हराउँछ कि कता फाल्छन् बच्चाहरू। म्यामले बाँधिदियो नि। किचनमा गइसकेपछि अब सबैभन्दा पहिला ह्यान्ड वास चाहिँ गर्नै पर्यो है। अब चाहिँ छोरी फलफुल देखेपछि फेरि हतार हुन्छ क्या उनलाई चाहिँ। अनि फ्रुट्सहरू मध्येको चाहिँ सबैभन्दा मनपर्ने चाहिँ वाटरमेलन क्या उनलाई। अनि काट्न हुँदैन हतार समात्न गइसकिन्। अनि त्यसपछि चाहिँ दिनै पर्यो सानो टुक्रो। अनि सिडहरू हत्तपत्त निकालेर फाल्नुपर्छ क्या उनलाई। त्यही राखन भन्दा पनि मान्दिनन्। अनि खान्छन् फुटुङ खाँदै फाल्दै खेल्दै। यस्तै त हो नि बच्चाहरू। फलफुल पनि खेली खानुपर्छ क्या उनलाई चाहिँ। अलिकति मलाई खुवाइदिनु अलि आफूले खाने गरेपछि मात्रै चित्त बुझ्छ। सुरुमा 2-4 पिसै मजाले खान्छन्। अनि त्यसपछि त्यहाँ खुलाइदिनुपर्छ क्या। आफू बसी आफू चाहिँ केही नखाने क्या बच्चाहरू। आजकलको बच्चाहरू दुधपिँडमा चाहिँ अङ्गुर चाहिँ उन्दै मलाई खुवाउँदै गरेकी छिन्। सानोले चाहिँ आफूलाई चाहिँ मन परेन अरे भन्दै मलाई खुवाउँदै गर्दैछिन् क्या छोरीले। यसरी मिलाउँदै मुखमा हालेर मिलाउँदै मलाई खुवाउँदै। भिडियो पनि कस्तो क्लियर नआएको कि साथीहरू। यस्तै छ। क्यामेराम्यान पनि यस्तै क्यामेरा पनि त्यस्तै सबै कुरा मिलेको नि। अब भयो भन्दैछन्। अब चाहिँ पुग्न थाँटिसक्यो कि। अब खाइसकेपछि म गरेको लागि यता रुममा लिँदैछु। गर्नु त मान्ने होइन त्यही पनि अब बानी परोस् भनेर
उनलाई चाहिँ अलिकति फेरि यसो दही पनि खान मन लाग्यो अरे कि दही पनि खान्छु मामा भनेर खाँदैछु। अनि दही खाएपछि अब उनको पालो सुत्ने। बाई बाई साथीहरू।